गत शनिबार हामी भक्तपुर मोहनपोखरीबाट साँगासम्म हाइक गएका थियौँ। मोहनपोखरीमा भेटेर एकअर्काको परिचय गऱ्यौँ अनि हाइक सुरु गऱ्यौँ। थोरै उकालो चढ्न बित्तिकै रानी झुला पुग्यौँ। यहाँबाट पनि उकालो चढेर माथितिर लाग्यौँ अनि बुद्धको मूर्ति भएको ठाउँमा पुग्यौँ। यहाँ निकै बेर आराम गऱ्यौँ अनि मध्य जङ्गलको बाटो भएर बोजिनी टावर हुँदै बोजिनी ड्याम पुग्यौँ। बोजिनी ड्याममा बसेर खाजा खायौँ, गेम खेल्यौँ अनि निकै बेर आराम गऱ्यौँ। यहाँबाट हाम्रो उकालो बाटो सकियो। करिब 1 किलोमिटर तेर्सो बाटो हिँडेपछि हामी कलामसी पुग्यौँ अनि ओह्रालो बाटो झरेर खावा भन्छाङ पुग्यौँ। यहाँबाट करिब 300 वटा सिडी चढेर आदिनाथ मन्दिर पुग्यौँ। मन्दिरबाट थोरै तेर्सो अनि ओह्रालो झरेर सल्लाहको एकदमै राम्रो जङ्गलको बिचमा बसेर निकै बेर आराम गऱ्यौँ, गेम खेल्यौँ। यहाँबाट पनि थोरै तल झरेपछि नाला गुम्बा पुग्यौँ। गुम्बाबाट पनि मध्य जङ्गलको बाटो हिँड्ने योजना थियो हाम्रो, तर पानी परेकोले रोडको बाटो भएर साँगा पुग्यौँ अनि हाइक टुङ्गायौँ। तपाईँहरू पनि हामीलाई हरेक शनिबार हाइकको लागि जोइन गर्न सक्नुहुन्छ। वेलकम।